नमस्कार सबैमा। आजको चौथो अध्यायमा हामी चर्चा गर्नेछौँ सतीदेवी र महादेवको विवाह कसरी भयो। संसारका अधिपति जसको एउटै इसारामा ब्रह्माण्ड चल्दछ, उनै महादेवलाई पतिका रूपमा पाएपछि जब सतीदेवी पहिलो पटक कैलाश पर्वत पुग्नुभयो, तब उहाँले त्यहाँ कुनै महल देख्नु भएन। विलासी जीवन र सुख सुविधाको सट्टा एउटा खरको छानो भएको सानो कुटी र चिसो हिउँको थुप्रो देख्दा सतीदेवीको कोमल मनमा कस्तो हलचल भयो होला। राजकुमारी भएर पनि खरको छानो मुनि बस्नुपर्दा सतीदेवीले आफ्नो सङ्कोच र डरलाई कसरी भक्तिमा बदल्नु भयो र किन दक्ष प्रजापतिले आफ्नै ज्वाइँ महादेवको अपमान गरे। भक्ति, समर्पण र त्यागले भरिएको सती विवाह उपाख्यानको यो मार्मिक कथा अन्त्यसम्म सुन्नुहोला। आउनुहोस् सुरु गरौँ श्री स्वस्तानी व्रत कथाको चौथो अध्याय। अध्याय सुरु गर्नुभन्दा पहिला श्री स्वस्तानी माताको प्रार्थना गरौँ। यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथः चतुर्थोऽध्यायः सती विवाह उपाख्यानः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यसपछि कन्यादान लिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग्नुभयो। उनले सम्पूर्ण सामग्री तयार गराई अन्य विधान पुरा गरेर कन्यादान गर्न तयार भए। उता महादेव भने दक्षको घर जान बिर्सेर विष भाङ धतुरो खाई अचेत जस्तै भए। अनि विष्णुले अझसम्म महादेव आउनु भएन। कन्यादानको बेला भइसक्यो, आफ्नो हातमा थापौँ भने महादेवलाई हुँदैन, अब के गरौँ भनी व्याकुल हुन लागे। उता महादेव अकस्मात झसङ्ग भई कन्यादान दिने दिन आजै हो, विष्णु पुगिसके होलान्, बेला पनि भयो होला। यस्तो सम्झी तत्काल वृद्ध सन्यासीको रूप धारण गरी दक्षको घर पुगी भिक्षा मागे। हे विष्णु, म धेरै परबाट आइरहेको छु, भोक लागिरहेछ, पहिले मलाई भिक्षा नदिई कन्यादान गरे लिने दिने दुवैलाई श्राप दिनेछु। ती सन्यास रूप महादेवको यस्तो वचन सुनि विष्णु भन्नुहुन्छ, हे भिक्षुक, लग्नको समय बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिएर सन्तुष्ट गराउँला। अहिले म बसेको ठाउँमा आएर बस भनी आफू बसेकै सिंहासनको छेउमा बसाउनु भयो। महादेव कस्तो समयमा पुग्नुभयो भने बिरणीले सुनको कमण्डलुले धारा दिई दक्ष प्रजापतिले सती देवीको हात समाती विष्णुको हातमा सुम्पन लागेको यस्तो समयमा पुग्नुभयो र विष्णुले आफ्नो मायाले ढाकेर दक्ष दम्पतिको आँखा छली सती देवीको हात सन्यासी रूप महादेवको हातमा पारिदिनुभयो। त्यो देखेर दक्षले अत्यन्त दुखी भई विष्णुको मुखमा हेरी, तिमी भारी कपटी रहेछौ, तिम्रो विश्वासमा पर्दा आज मेरो पुत्री सती देवी यो अवस्थामा पर्न गई। दक्षको त्यस्ता कुरा सुनेर पनि शून्य नसुनै गरी केही उत्तर नदी सन्यासी रूप महादेवसित जान्छु भनेर वैकुण्ठ गए। त्यसपछि दक्षले छोरीतर्फ हेरेर भने, हे सती, पापिष्ट विष्णुको छलमा परेर यो वृद्ध सन्यासी स्वामी पाए पनि चिन्ता गर्नु पर्दैन। हामी छँदैछौँ, तँलाई दुःख हुन दिने छैनौँ। अहिले उसैसित जाऊ,
पिताको यस्तो वचन सुनेर सबै बहिनीहरूले देवता स्वामी पाएको सम्झी म धिक्कार रहेछु भनी विषाद गरी रुन लागिन्। फेरि विधाताले मेरो ललाटमा यस्तै लेखेको रहेछ, अब रुनु व्यर्थ छ, जस्तो भए पनि माता पिताले दिएका मेरा स्वामी यिनै हुन् भनी धैर्य धारण गरिन्। त्यसपछि सन्यासी रूप महादेवले सतीदेवीतर्फ हेरेर भने, हे स्त्री, अब यहाँ बसेर के गर्ने? आफ्नो घर जानुपर्छ, माता पितासित बिदा मागेर आऊ। स्वामीको यस्तो आज्ञा सुनि हवस् भनी माता पिताको नजिक गएर, हे माता पिता, अब आज्ञा पाए म जाने थिएँ भनिन्। अनि दक्ष प्रजापति र बिराडीले धैर्य धारण गरेर जाऊ भनी बिदा दिए। सतीदेवीले माता पितालाई प्रणाम गरी सन्यासी रूप महादेवको अगाडि लागेर हिँडिन्। निकै पर पुगेपछि सन्यासी रूप महादेव आज्ञा गर्नुहुन्छ, हे प्रिय, घरबाट कहिल्यै बाहिर ननिस्केकी, सदा सुखमा पालिएकी, अत्यन्त कोमल अङ्ग भएकी तिमीलाई परिश्रम पर्ला, सुस्त सुस्त हिँड। पतिको मधुर वचन सुनेर सतीदेवी भन्न लागिन्, हे स्वामी, म त हिँड्न सक्दछु, हजुरको वृद्ध अवस्था छ, परिश्रम पर्ला, बिस्तार बिस्तार हिँडी बक्सियोस्। यस्तै किसिमका अनेक कुरा गर्दै गए। सतीदेवीले आफ्ना स्वामीको वृद्ध अवस्थादेखि, यी वृद्ध अवस्था भएका म युवती मेरा स्वामीलाई कसैले केही गरी मेरो अपहरण पो गर्ने हो कि भन्ने चिन्ता गर्दै एकछिन पनि नछाडी पछि लागेर गइन्। कैलाशमा पुगेर महादेवले सतीदेवीको चरित्र हेर्नको लागि कैलाशकै टाकुरामा एउटा खरको झुपडी उत्पन्न गरी, हे स्त्री, हाम्रो घर त्यही हो आइपुग्यो भन्दै औँलाले देखाए। अनि अब तिमी घरभित्र जाऊ, भोक पनि लाग्यो होला, जे छ झिकेर खाऊ, मलाई परिश्रम भयो, एकछिन शुद्ध छु भनी विष भाङ धतुरो खाई बाहिरै सुते। सतीदेवीले त्यो खरको झुप्रोदेखि आफ्ना पिताको घर सम्झेर, त्यस्तो सुवर्णको घरमा बसेकी मलाई यस्तो खरको झुपडीमा बस्नु पर्यो भनी मनमा विषाद गरी आँखाबाट आँसुको धारा बगाइन्। फेरि मेरो कर्मले यस्तै परिल्यायो, के गरौँ भनी मन बुझाइन् र पछ्यौराले आँसु पुसी घरभित्र पसिन्। भित्र हेर्दा त सबै ठाउँमा माकुराको जालो र कसिङ्गर मात्र देखिन्। अनि कुचोले माकुराको जालो फाली राम्रोसित बढारेर सफा पारिन्। अनि स्वामी जागा भएपछि खाना के दिने भनेर भण्डारमा हेर्न पुगिन्, तर त्यहाँ केही फेला पारिनन् र मनमा विषाद गरी महादेव सुतेको स्थानमा गई खुट्टा मुनि बसिरहिन्। 4 दिन बितेपछि महादेव जागा हुनुभयो र सतीदेवीको मुखमा हेरी, हे पापिनी स्त्री, मलाई बाहिर एक्लै सुताई आफू भित्र सुतिस, त्यसो गरे पनि के तँलाई खानु पर्दैनथ्यो? केही खाइस् कि खाएकी छैनस् भन्दै अनेक तरहले रिसाउन लागेको देखि हँस्याइलो मुख गरी स्वामीको मुखमा हेरी, हे स्वामी, हजुरलाई गहिरो निन्द्रा परेको देखि जागा गराउन सकिन र म सुतेको पनि छैन, यही बसिरहेकी छु। मैले त भण्डारमा जे भएको खाइसकेँ, अब हजुर के खानुहुन्छ भनिन्। सतीदेवी कस्ती भने सधैँ श्रृङ्गार गरी रिसमा पनि रसमा पनि उज्यालो मुख गरी स्वामीकै भक्तिमा चित्त लगाइरहन्थिन्। सतीदेवीले त्यति भनेपछि त्यहाँ के थियो र खाई होली भनी करुणा मूर्ति शिवलाई अत्यन्त करुणा भयो र, हे प्रिय, हाम्रो घर यो होइन, त्यो खरको भित्ता च्यातेर हेर त भन्नुभयो र सतीदेवी भन्दछिन्, हे स्वामी, भएको घर नासी नभएको घर कहाँ हेर्न जाउँ? फेरि बनाउनु परेमा हजुर वृद्ध, म नारी जाति कसले बनाइदेला? सतीदेवीको यस्तो वचन सुनि महादेव जुरुक्क उठेर खरको भित्तामा लात्ताले हानी उज्जवल कैलाशको दर्शन गराइदिनु भयो। अनेक मणि माणिक्य जडेको सुनले बनेको त्यस्तो दिव्य महल देखेर सतीदेवी प्रसन्न भई मेरो पिता दक्ष प्रजापतिको घरभन्दा पनि अत्यन्त राम्रो यो घर कसको होला भन्ने विचार गरिन्। अनि सन्यासी रूप महादेवले आफ्नो दिव्य रूपको दर्शन दिन सतीदेवीलाई चोकमा ढाकेर लगे। अनि हे स्त्री, यो चोकको माझमा गाईको गोबरले मण्डलाकार गरी लिपिदेऊ भने। सतीदेवीले तत्काल आज्ञा पालना गरिन्।
अनि महादेवले त्यो लिपेको स्थानमा बसी निर्मल स्फटिकको जस्तो विश्वम्भर मूर्तिको दर्शन दिनुभयो। अनि सतीदेवीले मनमा आनन्द माने हर्षको आँसु बगाई म धन्य रहिछु, जगदीश्वर महादेव स्वामी पाएँ भनी महादेवलाई फुलको माला पहराई 3 पल्ट प्रदक्षिणा गरी साष्टाङ्ग दण्डवत गरिन्। त्यसपछि ती दुवै शिवशक्ति स्वरूपले रहँदा भए। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारागस्त्य संवादे श्रीस्वस्थानी परमेश्वर्या व्रतकथायां सतीदेवी विवाह वर्णनं नाम चतुर्थोऽध्यायः। उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनालीनदलनिवेक्षणः कृष्णः। काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी, देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः, अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः, निर्धनाः सदनाः सन्तु जीवन्तु शरदां शतं। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारः कथा प्रसङ्गः। या कुन्देन्दुतुषारहारधवला, या शुभ्रवस्त्रावृता, या वीणा वरदण्डमण्डितकरा, या श्वेतपद्मासना, या ब्रह्माच्युतशङ्करप्रभृतिर्भिर्देवैः सदा वन्दिता, सा मां पातु सरस्वती भगवती निःशेषजड्यापः। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् श्रीस्वस्थानी देव्यार्पणमस्तु।